Hello everyone, welcome to my mini vlog. So after a long time म चाहिँ मिनी भ्लग बनाउन जाँदैछु अनि स्टार्टिङ चाहिँ जीवेदाको सनस्क्रिनदेखि गर्दैछु किनभने हामी चाहिँ आज खेतमा काम गर्न जानु लागेको। म चाहिँ गाउँ आएको छु नि त। अहिले हाम्रो कलेज छुट्टी छ अनि अब काममा जाने भइसकेपछि स्किन केयर त गर्नु पर्यो। त्यही भएर स्टार्टिङ चाहिँ मैले स्किन केयर गरेर नै स्टार्ट गरेँ मेरो डेली रुटिन चाहिँ। त्यसपछि चाहिँ हामी सबैजना मम्मी बहिनी म चाहिँ मिलेर चाहिँ खेततिर गयौँ अनि बहिनी चाहिँ निन्द्रामै छु जस्तै गरेर आँखा मिच्दै हिँडिरहेको थियो अनि म चाहिँ नक्कल पार्दै बसिरहेको थिएँ। अनि त्यहाँदेखि चाहिँ खेतमा पुग्यौँ अनि खेत चाहिँ हाम्रो नजिकै छ, त्यस्तो टाढा पनि छैन। अनि मकैहरू बाँच्नु कति धेरै छ क्या, मजाले सुकिसकेको छ मकैहरू चाहिँ। अनि यो चाहिँ हामीले ब्याड राख्नुलाई पहिल्यै जोताइसक्नु भएको रहेछ मम्मीहरूले। अनि मैले हिजो आएर डोरहरू बालेको थिएँ अनि त्यो कालो कालोहरू देख्न सक्नुहुन्छ, डोर बालेको होइन। अनि त्यसपछि अलरेडी मकैहरू त भाँचिसकेको छ, त यस्तो भाँचिसकेको ठाउँमा कसरी बाँच्न आउनु भएको भन्नुहुन्छ होला। यो छेउछेउतिर चाहिँ भाँचेको थियो अनि भित्तातिर चाहिँ भाँचेको थिएन। अनि यसो गएर चाहिँ हामी चाहिँ स्टार्ट गऱ्यौँ मकै भाँच्न। अनि अब मकै भाँच्दै चाहिँ मैले भिडियो बनाउनै पाइनँ क्या, मैले स्ट्यान्डै लगेको थिइनँ। अनि यस्तो गर्मी थियो कि देख्न सक्नुहुन्छ होइन, पसिनै पसिना भएर बसिरहेको थिएँ। अनि बहिनीलाई यसो भिडियो खिचिदिन्छु भनेको त यस्तो हालतमा नै भिडियो खिच्छ भन्दै चाहिँ जिस्काइराखेको थिएँ मलाई। अनि त्यसपछि हामीले चाहिँ बुढामा भाँचेर चाहिँ यसरी राख्यौँ। अनि यो राखेर चाहिँ हामीले रोडमा निकालेर चाहिँ अनि साइकलमा राखेर लग्यौँ। अनि त्यसपछि चाहिँ म घर गएर नुहाइधुवाइ गरेँ। अनि नुहाइधुवाइ गरिसकेपछि चाहिँ खानासाना खाएर रोडमा घाम तापेर बसिरहेको थिएँ। सानी बहिनी आउँदै रहेछन् परबाट। अनि बहिनी कहाँ गएर आएको भनेको, ऊ पनि बारीमै गएर आएको रहेछ। मम्मी बाबा पनि उसको पनि बारीमै हुनुहुन्छ भन्दै थिइन्। अनि मेरो मेहेन्दी देखाइदिनु न भने अनि मेहेन्दी देखाइदिएँ। अनि हाई गर त भनेको मान्दै थिइनन्। अनि हाई गर न भने अनि बल्ल बल्ल गरिन्। अनि त्यसपछि चाहिँ हेलो भन्नु लगाएँ। अनि जाऊ ल घर भनेर चाहिँ बाई बाई गरेर चाहिँ म घरभित्र पसेँ। अनि हामी चाहिँ दिउँसो चाहिँ हामी खासै काम गर्दैनौँ किनभने दिउँसो एकदमै धेरै गर्मी हुन्छ नि त। अनि त्यसपछि खाजासाजा खाएर चाहिँ फेरि हामी आफ्नै कामतिर चाहिँ लाग्यौँ। अनि बहिनीले चाहिँ त्यो अघि बोकेको मकै चाहिँ झराइराखेको थियो, उसले चाहिँ खनाइराखेको थियो। यो चाहिँ हाम्रो मकै राख्ने ठाउँ बनाउनु भएको रहेछ। अनि उसले मकै खनाइराखेको थियो। अनि मैले चाहिँ अलिकति ठुल्ठुलो भारीहरू उचाल्नु हुँदैन नि त, त्यही भएर मैले चाहिँ गरिनँ। अनि उसलाई चाहिँ गर भने। अनि हामी चाहिँ फेरि त्यो बोरा खनाइसकेर चाहिँ बोरा बोकेर चाहिँ लाग्यौँ खेततिर। अनि तपाईँहरू चाहिँ कस्तो हुनुहुन्छ क्या, म चाहिँ डेली भ्लग स्टार्ट गर्छु होइन, अनि लास्टमा चाहिँ भिडियो गर्नै बिर्सिन्छु। अनि खेतबारीमा पुग्ने